म चाहिँ आज हाम्रो यो इटहरीमा लुयाङको पहिलो टेन्ट ओपनिङ गरिएको छ। त्यो टेन्ट ओपनिङमा चाहिँ गएको छु भने अहिले हामीले यहाँ दुईवटा एमएनके3 मोडलहरूलाई यहाँ राखिसकेको छौँ। एमएनके3 मोडल यो छ। नवदुर्गा इटहरीमा हजुरहरू जति पनि जहाँ पनि हुनुहुन्छ यहाँ आउन सक्नुहुन्छ। यता ओम अटो लिङ्क छेउमा आएर चाहिँ हजुरहरूले लुयाङको स्कुटरहरू खरिद गर्न सक्नुहुन्छ। स्कुटर चाहिँ एकदम धेरै स्मथ भएकोले गर्दाखेरि हजुरहरूले लिन सक्नुहुनेछ। लुयाङको एमएनके लोकेसन चाहिँ मा इटहरीको पश्चिममा क्षेत्रीय ट्राफिक कार्यालयभन्दा 50 मिटर जति पश्चिमपट्टिको ठाउँमा चाहिँ यो लुयाङको एमएनके3 मोडल पाउन सकिन्छ। जुन नवदुर्गा यी भेहिकलले बिक्री वितरण र बिक्री पछिको सेवाहरू स्पेसल मात्रामा दिइरहेको छ। हजुरहरूले यो लिनका लागि अन्त कुनै स्पेस खोज्नै पर्दैन। पूर्वका धरान, इटहरी, विराटनगर, दमक लगायतका क्षेत्रहरूमा अहिलेसम्म ठुलो मात्रामा इलेक्ट्रिक स्कुटरहरू बिक्री गर्दै आइरहेका छौँ। हजुरहरूले एमएनके3, S30, S70 मोडलमा धेरैवटा मोडलहरूमा स्कुटरहरू पाउन सक्नुहुन्छ भने यो स्कुटर चाहिँ तराईका लागि एकदमै स्पेसल बेस्ट स्कुटरको रूपमा एमएनके3लाई लिन सकिन्छ। कहीँ खोज्दै हुनुहुन्छ पेट्रोलवालालाई डिस्ट्रोय गरेर पेट्रोलवालाभन्दा राम्रो स्कुटर खोज्दै हुनुहुन्छ भने राम्रो सस्तो र राम्रोको लागि चाहिँ लुयाङको एमएनके3 मोडल नै बेस्ट जस्तो लाग्छ। हजुरहरू लोकेसन चाहिँ यो भिडियोबाट यसरी हेरेर आउन सक्नुहुन्छ। अगाडि भवानी टालीको जस्ट अपोजिट साइडमा रहेको छ। हामी चाहिँ निरन्तर विगत 3 वर्षदेखि इटहरीमा सेवा दिइरहेको छौँ भने लुयाङको चाहिँ 2019देखि नै नेपालमा भेटिसकेको छ। चाइनिज कम्पनीहरू एकदमै राम्रो र स्पेसल खालको सर्भिसहरू, स्पेसल प्रोडक्ट आएको छ भने डे बाई डे ग्रोथ हुँदै पनि आइरहेको छ यो स्कुटरहरू चाहिँ। यसको लागि चाहिँ हजुरहरूले लिन सक्नुहुन्छ। पूर्व पश्चिम राजमार्गको ठ्याक्कै उत्तरपट्टिको साइडमा रहेको छ। हजुरहरू नन कन्फ्युज, धेरै बजारमा धेरैवटा